सानो। हेलो दर्शक नमस्ते साथीहरू, आज यो सिजनको पहिलो भेर मौरी मिलेको छ। यो कहाँदेखि आएर बसेको धेरै छ, हेर्नुस् यत्रो छ कि के कुरा गर्ने। म आफै हुक्किया छु। अब यसलाई म यस घारमा सिफ्ट गर्न गइरहेको छु, आधुनिक घारमा। यी तल गोड्ने छ नि, यिनी गोड्नेले भनिहाल्नु मलाई यहाँ मौरी बस्यो भनिन। लसुन गोड्दाखेरि कहाँबाट आएर बसेछ, धेरै छ। यत्रो मौरी चाहिँ मैले देखेको थिइनँ कहिले। हेर्नुस्, अब यसलाई सिफ्ट गर्न गइरहेको छु यो घरमा। यो घरमा पहिला मौरी बसेको घर हो। यसमा मेलिफेरा मौरी राखेको थिएँ मैले। मेलिफेरा अलि सक्सेस नभएको कारणले, मरिसकेको कारणले अब म यसमा एपिसेराना मौरी हालिरहेको छु। ठिक छ, गाई छु। यसमा म सिफ्ट गर्नु गइरहेको छु है। यो पुरानो चाकाहरूलाई म तोड्न गइरहेको छु। ल अब यसलाई म सिफ्ट गर्न आएको छु है। हेर्नुहोस्, हेर्नुहोस् हातमा, हेर्नुहोस् यहाँ हेर्नुहोस्। यसरी सिफ्ट गर्ने हो, लाग्दैन। यसरी सिफ्ट गर्ने होला। रानी भेटिन, रानी रानी हेरिरहेको छु। रानी हेर्नुहोस्, अब यसलाई यहाँ बाटो बनाइदिनुपर्छ, बाटो यहाँ जाने। यसरी मौरी हाल्दैछु गाइस। गाइस guys
हाम्रो सबै सम्पूर्ण मौरी अब यहाँ सिफ्ट भइसक्यो लगेर घरमा लगेर राख्नुपर्छ है। ल मैले अब मौरी यहाँ राखिहालेको छु तलबाट लिएर। अब कहिले कति काम गर्छ यो मेरो त्यहाँ मौरी घरहरू होइन, त्यहाँ अरू बाँकी मौरीहरू। अब यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब लाइक गर्नु होला। अनि पार्ट 2 हेर्नको लागि म यसले काम गर्छ गर्दैन मेलेफेराको चाकाहरूमा काम गर्छ गर्दैन त्यो पनि देखाउनेछु। यस्तै भिडियो हेर्नु होला। धन्यवाद। हस्त नमस्ते।